वाटर सप्लाई इन्जिनियरिङको नयाँ क्लासमा सेकेन्ड इयरका भाइ बहिनीहरूलाई स्वागत छ। योभन्दा अगाडिको क्लासेसमा चाहिँ हामीले वाटरको ट्रिटमेन्टको बारेमा पढिरहेको थियौँ। पार्टिकुलरली वाटरको ट्रिटमेन्टमा पनि हामीले योभन्दा अगाडिको क्लासमा चाहिँ डिसइन्फेक्सनको बारेमा पढेको थियौँ। क्लोरिनको एप्लिकेसन, ब्रेक पोइन्ट क्लोरिनेसन, यस्तै कुराहरू पढेका थियौँ होइन। आजको लेक्चरमा भने चाहिँ हामी वाटरको हार्डनेस कसरी रिमुभ गर्न सकिन्छ होइन, अथवा वाटरको हार्डनेस रिमुभ गर्ने प्रोसेसलाई के भनिन्छ भन्दाखेरि सफ्टनिङ भनिन्छ, वाटर सफ्टनिङ भनिन्छ। वाटर सफ्टनिङ चाहिँ हामीले कसरी गर्न सक्छौँ त होइन, वाटर सफ्टनिङ कसरी गर्न सक्छौँ होइन, यसका मेथड्सहरू के छन् भन्ने कुरालाई चाहिँ पढ्न गइरहेको छौँ होइन। त्योभन्दा पहिला चाहिँ हामीले वाटर हार्डनेस भनेको चाहिँ के हो भन्ने कुरा बुझौँ है त। वाटर हार्डनेस भनेको के हो? कुनै पनि पानीमा चाहिँ, कुनै पनि र वाटरमा चाहिँ क्याल्सियमको अथवा म्याग्नेसियमको कार्बोनेट र बाइकार्बोनेट छ भने त्यसलाई के भनिन्छ? टेम्पोररी हार्डनेस भनिन्छ। जस्तै क्याल्सियम कार्बोनेट, म्याग्नेसियम कार्बोनेट, क्याल्सियम बाइकार्बोनेट, म्याग्नेसियम बाइकार्बोनेट यस्ता सब्सटेन्सहरू छन् भने तिनीहरूलाई के भनिन्छ? टेम्पोररी हार्डनेस भनिन्छ होइन। अनि अथवा अर्को कुनै म्याग्नेसियम र क्याल्सियमकै यदि सल्फेट्स, क्लोराइड, नाइट्रेट्स, त्यस्तै क्याल्सियम सल्फेट, म्याग्नेसियम सल्फेट, क्याल्सियम क्लोराइड, म्याग्नेसियम क्लोराइड, क्याल्सियम नाइट्रेट, म्याग्नेसियम नाइट्रेट यस्ता केमिकल्सहरू चाहिँ, कम्पाउन्ड्सहरू चाहिँ तिम्रो र वाटरमा प्रेजेन्ट छ भने के भन्छ? त्यसलाई पर्मानेन्ट हार्डनेस भन्छ है। भन्नुको मतलब तिमीले सिम्पल भाषामा भन्नुपर्दाखेरि क्याल्सियम र म्याग्नेसियमको कार्बोनेट, बाइकार्बोनेट, सल्फेट, क्लोराइड, नाइट्रेट यस्ता कम्पाउन्ड्सहरू चाहिँ तिम्रो र वाटरमा प्रेजेन्ट छ भने तिनीहरूलाई चाहिँ के भनिन्छ? हामीले वाटर हार्डनेस, वाटर चाहिँ हार्ड वाटर हो भन्ने कुरा बुझिन्छ है। वाटर हार्ड भयो भने के हुन्छ भन्दाखेरि तिम्रो डिसएडभान्टेज भनेको के हुन्छ त भन्दाखेरि तिम्रो फिज, साबुन लगाउँदा फिज बढी नआउने होइन। त्यस पछाडि बोइल गर्दाखेरि पनि तिम्रो प्रेसिपिटेट भएर जुन भाँडामा बोइल गरेछ त्यसमा एउटा सेतो सेतो टाइपको लेदोहरू बस्ने यस्तोहरू चाहिँ तिम्रो के हुन्छ? वाटर हार्डनेसले गर्दाखेरि प्रेजेन्ट हुन्छ, जसले गर्दाखेरि चाहिँ वाटर हार्डनेसले गर्दाखेरि हुन्छ। जेनरली भन्नुपर्दाखेरि चाहिँ तिम्रो वाटर हार्डनेसले चाहिँ तिम्रो पानीमा चाहिँ काम गर्न अलिकति अप्ठ्यारो हुन्छ है, पानीमा काम गर्न चाहिँ अप्ठ्यारो हुन्छ। अब हामीले वाटर हार्डनेस कसरी रिमुभ गर्ने भन्ने कुरा पढौँ है त। वाटर हार्डनेस दुई किसिमको हुनाले गर्दाखेरि यसको रिमुभल प्रोसेस पनि दुई किसिमकै छ। एउटा भनेको चाहिँ हाम्रो टेम्पोररी हार्डनेस भनेको कसरी रिमुभ गरिन्छ भन्दा एउटा बोइलिङ गरेर अनि अथवा एडिसन अफ लाइम युज गरेर गरिन्छ है। दोस्रोमा भनेको पर्मानेन्ट हार्डनेस भनेको चाहिँ लाइम सोडा प्रोसेस, जियोलाइट प्रोसेस र डिमिनरलाइजेसन प्रोसेस भनेर भन्छ। यो तीनवटा प्रोसेस छ है। पहिला चाहिँ हामी टेम्पोररी हार्डनेसको बारेमा पढौँ है। टेम्पोररी हार्डनेस भनेको मैले के भनेको थिएँ? क्याल्सियम र म्याग्नेसियमको कार्बोनेट अथवा बाइकार्बोनेट छ भने चाहिँ त्यसलाई के भनिन्छ? टेम्पोररी हार्डनेस भनिन्छ हो। अब यसलाई चाहिँ के गरिन्छ? बोइलिङ गरेर पनि हटाउन सकिन्छ। यदि तिमीले क्याल्सियम कार्बोनेट अथवा क्याल्सियम बाइकार्बोनेट, म्याग्नेसियम बाइकार्बोनेटलाई चाहिँ के गर्यौ? बोइल गर्यो भने के हुन्छ भने तिम्रो के हुन्छ? हिटको प्रेजेन्समा चाहिँ डिसोसिएट भएर क्याल्सियम कार्बोनेट अथवा क्याल्सियम कार्बोनेट प्लस कार्बन डाइअक्साइड प्लस वाटरमा चाहिँ रिड्युस हुन्छ है, क्याल्सियम बाइकार्बोनेट। अनि जसले गर्दाखेरि यो CaCO3 क्याल्सियम कार्बोनेट र म्याग्नेसियम कार्बोनेट यो जुन बाई प्रोडक्ट आएको छ यो प्रोडक्ट चाहिँ तिम्रो के हुन्छ? प्रेसिपिटेट नेचरको हुन्छ। भन्नुको मतलब लेदो जस्तो भएर बस्छ है। अनि त्यो लेदो जस्तो चाहिँ के गर्ने? तिम्रो सेडिमेन्टेसनबाट रिमुभ गर्ने है। प्रेसिपिटेसन अफ क्याल्सियम एन्ड म्याग्नेसियम कार्बोनेट इज रिमुभ बाई सेडिमेन्टेसन। यो भनेको चाहिँ तिम्रो के हो? बोइलिङ मेथड भयो है। यसमा चाहिँ के हुन्छ? हिटको प्रेजेन्स हुन्छ है। अब दोस्रोमा के छ भने तिम्रो एडिङ लाइम। यदि क्याल्सियम म्याग्नेसियम बाइकार्बोनेटमा तिमीले लाइम अथवा क्याल्सियम हाइड्रोक्साइड लगायो भने के हुन्छ? यसले पनि के गर्छ? क्याल्सियम कार्बोनेट, क्याल्सियम कार्बोनेट, म्याग्नेसियम बाइकार्बोनेट यस्तै बाई प्रोडक्टहरू चाहिँ यसले निकाल्छ है। अनि जुन चाहिँ के हुन्छ? तिम्रो के हुन्छ भन्दाखेरि यो पनि तिम्रो सेटल डाउन चाहिँ सेडिमेन्टेसन प्रोसेसबाटै गराउनु पर्छ है त।
भनेपछि तिम्रो के भयो, दुईटा मेथड चाहिँ के रहेछ, एउटा एडिङ लाइम रहेछ, एउटा भनेको बोइलिङ रहेछ है। बोइलिङमा तिम्रो सिम्पल के हुने भयो भन्दाखेरि क्याल्सियम बाइकार्बोनेटहरू चाहिँ के हुने रहेछ, कार्बोनेटमा रिड्युस हुने रहेछ, जसले गर्दाखेरि त्यो कार्बोनेट चाहिँ लेदो हुने भएकोले गर्दाखेरि यसले चाहिँ कुनै पनि असर गर्दैन है, कुनै पनि असर गर्दैन। त्यस्तै लाइममा पनि के हुन्छ तिम्रो, क्याल्सियम बाइकार्बोनेट चाहिँ तिम्रो लाइमसँग रियाक्ट गरेर क्याल्सियम कार्बोनेट निकाल्ने भएको हुनाले गर्दाखेरि यो पनि के हुन्छ तिम्रो सेटलमेन्ट चाहिँ हुन्छ, सेडिमेन्टेसनबाट सेटलमेन्ट गरेर निकाल्ने है त। यो भनेको चाहिँ तिम्रो के भयो, टेम्पोररी हार्डनेसको रिमुभलको प्रोसेस भयो है। अब हामी के गरौँ, पर्मानेन्ट हार्डनेसहरूको बारेमा पढौँ है। पर्मानेन्ट हार्डनेस भनेको चाहिँ केले दिन्छ भन्दाखेरि क्याल्सियम र म्याग्नेजियमको सल्फेट, क्लोराइड र नाइट्रेट्स छ भने चाहिँ तिनीहरू के हो, पर्मानेन्ट हार्डनेस हो है। यिनीहरूलाई रिमुभ गर्ने अलिकति अलग्गै प्रोसेस छ। फर्स्ट प्रोसेस चाहिँ हामी लाइम सोडा प्रोसेसको बारेमा पढौँ है त। अब लाइम सोडामा प्रोसेसमा के गरिन्छ भन्दाखेरि लाइम अथवा क्याल्सियम हाइड्रोक्साइड र सोडा अथवा सोडियम बाइकार्बोनेट चाहिँ हार्ड वाटरमा प्रयोग गरिन्छ है। अब लाइम भनेको यहाँ क्याल्सियम हाइड्रोक्साइड एउटा यहाँ छ, अनि सोडा भनेको तिम्रो के छ, यहाँनिर सोडियम बाइकार्बोनेट, यो चाहिँ तिम्रो सोडियम कार्बोनेट, यो चाहिँ तिम्रो के हो, लाइम र सोडाको चाहिँ मोलिकुलर फर्मुला है। अब यदि तिमीले लाइम र सोडा चाहिँ हार्ड वाटरमा हाल्यो भने के हुन्छ, तिम्रो क्याल्सियम र म्याग्नेजियमको सल्ट बन्छ। क्याल्सियम र म्याग्नेजियमको सल्टसँग चाहिँ यसले रियाक्ट गरेर के गर्छ, इन्सोल्युबल प्रिसिपिटेट अफ क्याल्सियम कार्बोनेट एन्ड म्याग्नेजियम हाइड्रोक्साइड बनाउँछ। यहाँ त यहाँ मैले लेखेको छु, इन दिस प्रोसेस लाइम एन्ड सोडा एस आर एडेड टु द हार्ड वाटर टु फर्म द प्रिसिपिटेट अफ क्याल्सियम कार्बोनेट एन्ड म्याग्नेजियम हाइड्रोक्साइड। क्याल्सियम कार्बोनेट यहाँ छ, क्याल्सियम कार्बोनेट यहाँ छ, क्याल्सियम कार्बोनेट यहाँ छ, म्याग्नेजियम हाइड्रोक्साइड यहाँ छ, सबै के छ, म्याग्नेजियम क्याल्सियम कार्बोनेट र हाइड्रोक्साइड मात्रै बनेको छ है। अब यो भनेको पनि तिम्रो के हुन्छ, प्रेसिपिटेट नेचरको हुन्छ अथवा लेदो बन्छ है। अनि यो भनेको पनि के गर्नु पर्यो, तिमीले सेडिमेन्टेसन तरिकाबाट चाहिँ तिमीले यसलाई निकाल्नु पर्यो। भनेपछि यसमा के हुने रहेछ भन्दाखेरि तिम्रो पानीमा प्रेजेन्ट भएको म्याग्नेजियम अथवा क्याल्सियमको सल्ट, जस्तै तिम्रो म्याग्नेजियम क्लोराइड, क्याल्सियम सल्फेट, यस्ता हार्ड वाटर बनाउनलाई प्रेजेन्ट भएका कम्पाउन्डहरूसँग चाहिँ तिम्रो के गर्छ, क्याल्सियम हाइड्रोक्साइड अथवा तिम्रो सोडियम कार्बोनेट, लाइम तथा सोडा एसले चाहिँ रियाक्ट गरेर के गर्छ, तिम्रो क्याल्सियम कार्बोनेट र म्याग्नेजियम हाइड्रोक्साइड अथवा कार्बोनेट र हाइड्रोक्साइडको कम्पाउन्डहरू बनाउँछ है। कार्बोनेट र हाइड्रोक्साइडको कम्पाउन्डहरू बनाउँछ, जसले गर्दा चाहिँ के हुन्छ, तिम्रो त्यो भनेको प्रेसिपिटेट नेचरको भएको कारणले गर्दाखेरि त्यो पनि सेटल डाउन हुन्छ सेडिमेन्टेसन प्रोसेसबाट, अनि तिम्रो सफ्ट वाटर चाहिँ निक्लिने गर्छ है। यो भनेको तिम्रो के हो, लाइम सोडा प्रोसेस भयो। यो भनेको अलिक सजिलै छ होइन। अब तिम्रो के छ, यो सेकेन्ड नम्बरको जियोलाइट अथवा बेस एक्सचेन्ज मेथड भन्छ। यो भनेको चाहिँ तिम्रो अलिकति इम्पोर्टेन्ट मेथड पनि छ, अलिकति ध्यान दिएर सुन है, अलिक कन्सेप्चुअल पनि छ। जियोलाइट अथवा बेस एक्सचेन्ज मेथड भनेको चाहिँ तिम्रो एकदम फ्रिक्वेन्टली युज हुने, धेरै युज हुने मेथड भनेको चाहिँ यही मेथड हो है। अब तिम्रो यसमा के हुन्छ भन्दाखेरि जियोलाइट भन्ने एउटा केमिकल हुन्छ, त्यो भनेको चाहिँ के हो भन्दाखेरि हाइड्रेटेड सिलिकेट अफ सोडियम एन्ड एल्युमिनियम भन्छ है। जियोलाइट भनेको चाहिँ के हो भन्दाखेरि हाइड्रेटेड सिलिकेट अफ सोडियम एन्ड एल्युमिनियम भन्छ है। हाइड्रेटेड भन्ने बित्तिकै के हुन्छ, त्यसमा .H2O भन्ने आउँछ त्यसको मोलिकुलर फर्मुला। भनेपछि त्यसमा के हुन्छ, हाइड्रेटेड फर्ममा चाहिँ के हुन्छ, त्यसमा वाटर प्रेजेन्ट हुन्छ है। हाइड्रेटेड फर्ममा चाहिँ त्यसमा वाटर प्रेजेन्ट हुन्छ भनेपछि के भनेको छ, हाइड्रेटेड सिलिकेट अफ सोडियम एन्ड एल्युमिनियम भनेको छ। भनेपछि त्यसको मोलिकुलर फर्मुला के रहेछ, सोडियम भनेको Na2O अनि एल्युमिनियम भनेको Al2O3 को सिलिकेट SiO2 चाहिँ प्रेजेन्ट हुन्छ अरे के। भन्नुको मतलब
हाइड्रेटेड सिलिकेट अफ सोडियम एन्ड एल्युमिनियमलाई चाहिँ के भनिन्छ? जियोलाइट भनिन्छ है। अनि यो जियोलाइटलाई भनेको चाहिँ नेचुरल्ली प्रेजेन्ट हुन्छ होइन, क्ले हुन्छ, माटो जस्तो हुन्छ है, ग्रिन स्यान्ड भन्छ त्यसलाई। तर यसलाई चाहिँ आर्टिफिसियल्ली पनि सिन्थेसिस गर्न मिल्छ, मतलब बनाउन मिल्छ। त्यसलाई चाहिँ के भनिन्छ? रेजिन भनिन्छ, RESIN, रेजिन। आर्टिफिसियल्ली बनाएको जियोलाइटलाई चाहिँ के भनिन्छ? रेजिन भनेर भनिन्छ है। अब जियोलाइटको चाहिँ एउटा यस्तो स्पेसिफिक प्रोपर्टी हुन्छ है। त्यो प्रोपर्टी भनेको चाहिँ के हो? एक्सचेन्जिङ देयर क्याटायोन्स। क्याटायोन भनेको के हो? पोजिटिभ आयोन। यसले आफ्नो पोजिटिभ आयोन चाहिँ जुनसँग रियाक्ट गर्छ त्यसको आयोनसँग चाहिँ यसले के गर्छ? एक्सचेन्ज गर्ने प्रोपर्टी हुन्छ यसको। भन्नु मतलब यसमा चाहिँ यसको पोजिटिभ आयोन भनेको के हुन्छ? सोडियम भनेको यहाँनिर के छ? सोडियम भनेको एउटा पोजिटिभ आयोन छ। अरू सबै भनेको के हो? सोडियम भनेको चाहिँ तिम्रो क्याटायोन हो, अरू सबै भनेको के हो? तिम्रो एनायोन हो। भनेपछि के हुन्छ? सोडियम भनेको चाहिँ यसले जुनसँग रियाक्ट गर्छ त्योसँग चाहिँ के हुन्छ? त्यसको क्याटायोनसँग चाहिँ रिप्लेस हुने चाहिँ यसको प्रोपर्टी हुन्छ है। भन्नुको मतलब यहाँ के भनेको छ हेर त? दे हेभ द एबिलिटी अफ एक्सचेन्जिङ क्याटायोन्स, हेन्स ड्युरिङ द सफ्टनिङ प्रोसेस सोडियम आयोन अफ जियोलाइट। भन्नुको मतलब यो जियोलाइटमा प्रेजेन्ट भएको सोडियम अथवा क्याटायोन चाहिँ गेट रिप्लेस्ड बाई क्याल्सियम अर म्याग्नेजियम प्रेजेन्ट इन हार्ड वाटर। अब यहाँ है तिम्रो के छ? यो जियोलाइटमा के छ? सोडियम है। सोडियम भनेको तिम्रो के छ? क्याटायोन प्रेजेन्ट छ। अब यसले हार्ड वाटरमा अर्को के हुन्छ? ल क्याल्सियम बाइकार्बोनेट भन्ने छ, HCO3 है। अब के हुन्छ? क्याल्सियम पनि के हो? तिम्रो क्याटायोन हो। भनेपछि यो जियोलाइट र यो क्याल्सियम कार्बोनेट यदि रियाक्सन भयो भने चाहिँ के हुन्छ? तिम्रो क्याल्सियम चाहिँ यहाँ आउँछ, सोडियम चाहिँ यहाँ जान्छ भन्न खोजेको है। यो भनेको चाहिँ के हुन्छ? आयोन चाहिँ एक्सचेन्ज हुन्छ। क्याटायोन चाहिँ तिम्रो एक्सचेन्ज हुन्छ। क्याटायोन भनेको के हो? पोजिटिभ चार्ज जुन आयोनले बियर गर्छ त्यसलाई चाहिँ के भन्छ? क्याटायोन भन्छ। नेगेटिभ चार्ज बियर गर्नेलाई के भन्छ? एनायोन भन्छ। भनेपछि जियोलाइट मेथडमा चाहिँ के हुने रहेछ भन्दाखेरि जियोलाइटमा प्रेजेन्ट भएको क्याटायोन चाहिँ यसले पानीमा भएको जुन हाड बनाउनलाई रोल खेल्ने जुन कम्पाउन्ड्सहरू हुन्छ त्यसको क्याटायोनसँग चाहिँ के हुन्छ? यो एक्सचेन्ज हुन्छ है। यो चाहिँ तिमीले बुझ्नु पर्यो। अब यहाँ हेर त, यो रियाक्सन हेर त। यो रियाक्सनमा हेरेपछि तिमीहरूले बुझ्छौ है। तिम्रो के छ? यो भनेको तिम्रो जियोलाइट भयो। यो भनेको पानीमा प्रेजेन्ट भएको के हो? हार्डनेस बनाउनलाई युज हुने क्याल्सियम कार्बोनेट छ। अब तिम्रो यसमा क्याटायोन भनेको के छ? सोडियम छ यहाँ। अनि यसमा क्याटायोन भनेको के छ? क्याल्सियम छ। भनेपछि क्याल्सियम र सोडियम चाहिँ के हुन्छ? तिम्रो एक्सचेन्ज हुन्छ। भनेपछि के आयो? यहाँ Na2O को सट्टा के हो? Ca हो। सोडियमको ठाउँमा क्याल्सियम आयो। अनि के हुन्छ? यहाँ क्याल्सियमको ठाउँमा के गयो? सोडियम गयो है। क्याल्सियमको ठाउँमा सोडियम गयो हो। यसरी नै रियाक्सन गर्दाखेरि तिम्रो जुन बाई प्रोडक्ट आउँछ त्यो भनेको चाहिँ तिम्रो के हुन्छ? प्रेसिपिटेट नेचरको हुन्छ। जसले गर्दाखेरि चाहिँ त्यो भनेको चाहिँ रियुज सेडिमेन्टेसनबाट चाहिँ तिम्रो के गर्न मिल्छ? निकाल्न मिल्छ है। तिनीहरूलाई चाहिँ निकाल्न मिल्छ। अब यसमा चाहिँ के गरिन्छ भन्दाखेरि तिम्रो यो मेथडमा चाहिँ के गरिन्छ भन्दाखेरि तिम्रो र वाटरमा चाहिँ जियोलाइट हाल्नुको सट्टा जियोलाइटहरूको चाहिँ एउटा फिल्टर जस्तो बनाइन्छ। हामीले अस्ति ग्राभिटी फिल्टर भनेर पढेको थियौँ। त्यस्तै ग्राभिटी फिल्टरमा के हुन्छ? तिम्रो स्यान्डको सट्टा चाहिँ के गरिन्छ? जियोलाइट राख्ने गरिन्छ। अनि त्यो जियोलाइट राखेपछि के हुन्छ? माथिबाट चाहिँ हार्ड वाटर पास भएर मुनिबाट चाहिँ के हुन्छ? तिम्रो सफ्ट वाटर निस्किन्छ है होइन। सफ्ट वाटर चाहिँ निक्लिन्छ। त्यो तरिकाबाट चाहिँ के गरिन्छ? यसलाई यो चाहिँ जियोलाइट युज गरेर चाहिँ के गरिन्छ? पर्मानेन्ट हार्डनेस रिमुभ गर्ने गरिन्छ है। अब यसमा अरू इक्जाम्पल पनि हेर्न सक्छौ तिमीले। सबै तिम्रो यहाँ भएको सोडियम चाहिँ रिप्लेस भएर के भएको छ? तिम्रो आयोन क्याटायोन चाहिँ के भएको छ? तिम्रो यहाँनिर एक्सचेन्ज भएको छ है। अब तिम्रो यही रियाक्सनलाई फेरि अर्को फर्ममा पनि लेखेको छ। यहाँनिर हेर त। यो भनेको तिम्रो के हो? सोडियम जियोलाइट हो।
यसलाई चाहिँ सर्ट फर्ममा लेखेको है। यो जेड स्ट्यान्ड फर कम्प्लेक्स जियोलाइट रेडिकल, सोडियम आयनको फर्ममा मात्र लेखेको छ यसमा। यदि NaZ प्लस अब तिम्रो क्याल्सियम बाइकार्बोनेट, क्याल्सियम सल्फेट, क्याल्सियम क्लोराइड, म्याग्नेजियम बाइकार्बोनेट, म्याग्नेजियम सल्फेट, म्याग्नेजियम क्लोराइड भनेको के हो? यो सबै सल्टहरू हो जसले चाहिँ हार्डनेस बनाउँछ है। यिनीहरूसँग रियाक्ट गर्दा चाहिँ के हुन्छ तिम्रो? यो सोडियम चाहिँ यहाँ जान्छ, यो क्याल्सियम चाहिँ यता आउँछ। भन्नु मतलब के हो नि भयो? सोडियम बाइकार्बोनेट, सोडियम सल्फेट, सोडियम क्लोराइड चाहिँ बन्यो। अनि यतापट्टि चाहिँ के हुन्छ? क्याल्सियम म्याग्नेजियमको चाहिँ जियोलाइट बन्ने भयो है, क्याल्सियम एक्सचेन्ज जियोलाइट बन्ने भयो है। यो भनेको चाहिँ तिम्रो जियोलाइट मेथड हो। अब तिम्रो के हुन्छ? यो जियोलाइट युज गर्दा 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 तिम्रो के हुन्छ? सबै हामीले हालेको जति जियोलाइट चाहिँ के हुने भयो? सोडियम जियोलाइट चाहिँ रिप्लेस भएर के भयो? क्याल्सियम म्याग्नेजियम जियोलाइट बन्यो। अब फेरि क्याल्सियम म्याग्नेजियम जियोलाइटलाई चाहिँ के गर्नुपर्छ? सोडियम जियोलाइटमा फेरि कन्भर्ट गर्नुपर्छ, त्यसलाई फेरि रियुज गर्नको लागि है। त्यसलाई रियुज पनि गर्न मिल्छ। क्याल्सियम म्याग्नेजियम जियोलाइट बनिसक्यो, त्यो चाहिँ स्टेबल भयो, त्यो चाहिँ सफ्ट भइसक्यो, सफ्ट वाटर भइसक्यो। अब त्यसलाई चाहिँ के गर्नुपर्छ? त्यसलाई फेरि रियुज गर्नको लागि चाहिँ हामीले के गर्न मिल्छ? त्यसलाई फेरि सोडियम जियोलाइटमा पनि ल्याउन मिल्छ। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने द क्याल्सियम एन्ड म्याग्नेजियम जियोलाइट क्यान बी रिजेनेरेटेड इन्टु एक्टिभ सोडियम जियोलाइट बाई ट्रिटिङ इट विथ 5 to 10% सोल्युसन अफ सोडियम क्लोराइड है। सोडियम क्लोराइडसँग रियाक्ट गर भने के हुन्छ? फेरि अघि बनेको क्याल्सियम र म्याग्नेजियम जियोलाइट फेरि के हुन्छ? एक्टिभ सोडियम जियोलाइटमा चाहिँ कन्भर्ट हुन्छ है। एक्टिभ सोडियम जियोलाइटमा चाहिँ कन्भर्ट हुन्छ। भन्नुको मतलब तिमीले यहाँ जुन क्याल्सियम र म्याग्नेजियम जियोलाइट बन्यो, अब यसको काम सकिसक्यो। अब फेरि यसलाई के गर्नु पर्यो? सोडियम एक्टिभ सोडियम जियोलाइटमा कन्भर्ट गर्नु पर्यो। त्यो भनेको चाहिँ के गर्न मिल्यो? सोडियम क्लोराइड चाहिँ थोरै एड गर्नु पर्यो। 5-10% सोडियम क्लोराइड एड गर्यो भने फेरि के हुन्छ? यो दुईटा फेरि आयनहरू रिप्लेस हुन्छ। यो रिप्लेस भएर के हुन्छ? सोडियम जियोलाइट फेरि बन्छ अनि क्याल्सियम र म्याग्नेजियम क्लोराइड बन्छ है त। यो भनेको चाहिँ तिम्रो के हो? जियोलाइट अथवा बेस एक्सचेन्ज मेथड भन्छ है। क्याटायन एक्सचेन्ज मेथड पनि भन्छ। त्यस्तै यो भनेको चाहिँ तिम्रो तेस्रो मेथड भयो। अब यसको एडभान्टेजेस, जियोलाइट मेथडको एडभान्टेज भनेको चाहिँ यसमा भनेको चाहिँ 100% हार्डनेस भनेको रिमुभ गर्न मिल्छ है। यसमा भनेको 100% हार्डनेस रिमुभ गर्न मिल्छ। अनि अब अर्को प्रोसेस भनेको चाहिँ के छ भन्दाखेरि डिमिनरलाइजेसन मेथड भनेर भन्छ है। डिमिनरलाइजेसन मेथड भनेको चाहिँ के भन्दाखेरि यो भनेको चाहिँ सिमिलर टु जियोलाइट मेथड। यसमा पनि के गरिन्छ? क्याटायनले जुनसँग रियाक्ट गर्छ त्यसको क्याटायनसँग रिप्लेस गर्ने नै हो यसको प्रिन्सिपल पनि। तर यसमा चाहिँ सोडियम जियोलाइट नभएर के हुन्छ? हाइड्रोजन जियोलाइट हुन्छ भनेर सम्झिनु पर्यो है। मेटालिक आयन्स आर एक्सचेन्ज बाई हाइड्रोजन आयन प्रेजेन्ट इन द हाइड्रोजन जियोलाइट H2R। H2 भनेको हाइड्रोजन हो, R भनेको चाहिँ के हो? कम्प्लेक्स अर्ग्यानिक एनायोन हो है। भन्नुको मतलब एकदम कम्प्लेक्स हुने भएको भएर यसको एनायोन पार्ट चाहिँ लेखेको छैन। क्याटायन पार्ट चाहिँ के हुन्छ तिम्रो? जहिले हाइड्रोजन हुन्छ भनेर भनेको है। H2R ले रिप्रेजेन्ट गरेको छ यसमा। अब यसको मेन डिसएडभान्टेज भनेको चाहिँ के हुन्छ भन्दाखेरि यसको बाई प्रोडक्ट भनेको चाहिँ तिम्रो के हुन्छ? एसिड फर्मेसन हुन्छ है। त्यही भएर यसमा चाहिँ यदि धेरै एसिड फर्मेसन भयो भने के हुन्छ? एसिडलाई पनि न्युट्रलाइज गर्नुपर्ने हुन्छ। त्यही भएर यो चाहिँ के हुन्छ? एकदम कस्टली प्रोसेस हुन्छ है। मैले के भने यसमा यो पनि जियोलाइट मेथड जस्तै हो, तर यसमा सोडियम जियोलाइटको सट्टा हाइड्रोजन जियोलाइट हुन्छ। भनेको मतलब उता सोडियम चाहिँ क्याटायन हुन्थ्यो, यसमा चाहिँ के हुन्छ? तिम्रो हाइड्रोजन चाहिँ क्याटायन हुन्छ है। त्यही हो रियाक्सन। यसमा के हुन्छ? H2R भन्ने एउटा जियोलाइट हुन्छ, त्यसले चाहिँ यो हार्डनेस बनाउने सफ्टनेससँग रियाक्ट गरेर के हुन्छ? तिम्रो क्याल्सियम र म्याग्नेजियम जियोलाइट बनाउँछ। अनि पछाडि चाहिँ के छ? H2SO4 HCl भन्ने चाहिँ के गर्ने भयो? एसिड बनाउने भयो है। एसिड बनाउने भयो। अब तिम्रो के हुन्छ? यसमा के हुन्छ? इन एबभ प्रोसेस क्याल्सियम एन्ड म्याग्नेजियम आर रिप्लेस बाई H एन्ड वाटर गेट सफ्ट है। भनेपछि तिम्रो क्याल्सियम र म्याग्नेजियम चाहिँ के हुने रहेछ? हाइड्रोजनले रिप्लेस गर्ने रहेछ यसमा मेथडमा चाहिँ, डिमिनरलाइजेसन मेथडमा चाहिँ है। तर
त्यही मेथडलाई यहाँनिर मैले अलिकति उसमा लेखेको छु है। यो चाहिँ सर्ट, यो भनेको चाहिँ अलिकति डिटेलमा छ। यो भनेको चाहिँ तिम्रो सिम्पल रियाक्सन हो। यसमा भनेको चाहिँ तिम्रो के छ, हाइड्रोजन रेजिन भनेको के हो, आर्टिफिसियल्ली बनाएको जियोलाइटले के भन्छ, रेजिन भन्छ। अथवा भनेपछि जियोलाइटलाई रेजिन पनि भन्न मिल्यो है। रेजिनले चाहिँ जब तिम्रो के हुन्छ, क्याल्सियम बाइकार्बोनेटसँग रियाक्ट गर्छ, हाइड्रोजनले चाहिँ के गर्छ, क्याल्सियमलाई रिप्लेस गरिदिन्छ, जसले गर्दाखेरि यो Ca यहाँ आउँछ, CaR भयो, अनि तिम्रो H2O र CO2 बन्ने भयो है। त्यस्तै क्याल्सियम क्लोराइड H2R सँग रियाक्ट गर्दा के हुने भयो, CaR क्याल्सियमको रेजिन बन्ने भयो, अनि प्लस हाइड्रोक्लोरिक एसिड सल्फ्युरिक एसिड बन्ने भयो है। यसरी चाहिँ तिम्रो के हुन्छ, एसिड फर्मेसन हुन्छ है। अब तिम्रो यदि एसिड बढी भयो भने के हुन्छ, तिमीलाई न्युट्रलाइज गर्नुपर्ने हुन्छ। अब यसलाई एसिडलाई न्युट्रलाइज केले गर्छ भन त, बेसले न्युट्रलाइज गर्छ होइन। भनेपछि यसमा के गर्नु पर्यो, बेसिक सब्सटेन्सहरू चाहिँ युज गर्नु पर्यो। जस्तै बेसिक सब्सटेन्सहरूको एक्जाम्पल भनेको चाहिँ तिम्रो के छ यहाँ, सोडियम और कस्टिक सोडा। भन्नुको मतलब के छ, कस्टिक सोडा भनेको के भनेको थिएँ मैले अघि, सोडियम सल्फेट अथवा क्याल्सियम सल्फेट चाहिँ के गर्नु पर्यो, यसमा चाहिँ एड गर्नु पर्यो है। जसले गर्दाखेरि के हुन्छ, तिम्रो यो एसिडहरू चाहिँ के हुन्छ, तिम्रो न्युट्रलाइज होस् है। एसिडलाई न्युट्रलाइज गर्न चाहिँ त्यसो गर्नु पर्यो। अब त्यस्तै अघि उसमा तिम्रो जियोलाइट मेथडमा युज गरे जस्तै तिम्रो लास्टमा एकचोटि युज भइसकेर तिम्रो क्याल्सियम जियोलाइट बनिसके पछाडि त्यसलाई फेरि तिम्रो के गर्नु पर्यो, एक्टिभ सोडियम जियोलाइटमा कन्भर्ट गरेको थियो, त्यसलाई रियुज गर्नको लागि। त्यस्तै यसमा पनि के गरिन्छ, रिजेनेरेसन गरिन्छ। भन्नुको मतलब अब यसमा के गरिन्छ, क्याल्सियम जियोलाइटलाई फेरि के गरिन्छ, रिजेनेरेट गर्ने काम गरिन्छ है। यो रिजेनेरेट चाहिँ कसरी हुन्छ, फेरि त्यसमै फेरि थोरै एसिड चाहिँ रियाक्सन गरायो भने के हुन्छ, तिम्रो फेरि तिम्रो क्याल्सियम जियोलाइट चाहिँ सल्फ्युरिक एसिडसँग युज गरेर के हुन्छ, फेरि हाइड्रोजन जियोलाइट चाहिँ फेरि बन्ने गर्छ है। यो भनेको चाहिँ तिम्रो के हो, रिजेनेरेसन हुन्छ। भन्नुको मतलब तिम्रो फेरि यसलाई चाहिँ युज गर्नु पर्यो, अथवा यसलाई फेरि अर्को वाटरसँग रियाक्ट गर्नलाई युज गर्नु पर्यो भने चाहिँ के गर्नु पर्यो, रिजेनेरेसनको काम गर्नु पर्यो है। भन्नुको मतलब क्याल्सियमको रेजिन फर्मेसन भइसकेकोलाई फेरि तिम्रो एसिडसँग रियाक्सन गरायो भने चाहिँ के हुन्छ, एक्टिभ हाइड्रोजन रेजिन चाहिँ अथवा एक्टिभ हाइड्रोजन जियोलाइट चाहिँ तिम्रो बन्छ है। हो, यही 4वटा मेथड छ तिम्रो डिमिनरल के अरे वाटर सफ्ट बनाउने होइन। यसमध्येमा तिम्रो जियोलाइट मेथड र डिमिनरलाइजेसन मेथड भनेको चाहिँ अलिकति इम्पोर्टेन्ट छ होइन, एक्जाम पोइन्ट अफ भ्यूले। यो तिमीहरूले हेर, नोटमा पनि छ, नोटमा पनि अलिअलि पढ है। त्यस पछाडि केही कन्फ्युजन भयो भने अनि मलाई भोलिको जुम क्लासमा सोध है त। ल आजको क्लास यति नै गरौँ ल।